तपाईँको नाम थाहा छ? नाम के हो तपाईँको नाम? मेरो नाम पदम कुमारी खड्का। पदम कुमारी खड्का है? पहाड कहाँ तपाईँको? भोजपुर हो? ए भोजपुर कुन ठाउँ? भोजपुर भन्ने खड्का डमर्कु भन्छ नि, नाम मात्रै भोजपुर, तर अहिले त हाम्रो खोटाङ सर हो। खोटाङ सर अहिले खोटाङ पो? ए कोही जान्थ्यो के बुझाउन। अनि कतिजना छोराछोरी तपाईँको? 4 जना। 4 जना है? यहाँ चाहिँ यहाँ हुनुहुने चाहिँ कान्छो छोरो है? भन्नु त भन्नु। गोर्जेमा के हुन्छ अब, खिर पकाउँछन्, रोटी पकाउँछन्, त्यहाँबाट अनि जो पाक्छन्, बत्ती बाल्छन्, दियो कलास गणेश यतिवटा 3वटा चाहिन्छ। जो एउटा कलास गणेश 3वटा टपरा। 3वटा टपरा चाहियो। अनि बत्ती बाल्न पर्यो, त्यो चामल हाल्न पर्यो, रेडी राख्नु पर्यो। यो अहिले आमा यो के कालीकोटे खड्काको होइन त यो? आत्रेय गोत्र। अनि अहिले यति बेला चाहिँ उँभौली गरेर 18 तिर्छ। अब त्यो खड्का बन्धुहरूको गोडधुप राम्रोसित भन् भाइ। तपाईँ भन्दैन 2-3 शब्दलाई। सुन्दर हरैछ 11 नम्बर, 9 नम्बर, 12 नम्बर, 12 नम्बर। अनि कालीकोटे बन्धुहरूको आज पञ्चमी तिथि पारेर गोडधुप भव्यका साथ भइरहेको सबैलाई जानकारी गराउँदछौँ। पुजारी बारे पूजा गर्नु हुँदैछ यहाँ? दुई दियाली गयो काला बन्जारमा, तल अमरदहमा गर्दा 5-7 दियाली गयो। अनि त्यहाँबाट फेरि तिनै कुलको धामी रसनी त यहाँ गोडगाउँमा उनका चेला, अनि त्यहाँ अब गरियो। अब 2 दियाली लगन गर्नुभएको यो माओवादीका रमरमाइमा पनि गरियो, फेरि पोहोर पनि त्यहाँ गरियो। हान्दिन नि उता पान्छु त भाइ, हान्दिन नि कहाँ भयो ल त्यहाँ ल टपरा समात भाइ, टपरा समात।